कुनै समय निकै चर्चा कमाएका एमाले नेता एवं पूर्व मन्त्री लालबाबु पण्डित गएको 1.5 वर्षदेखि गुमनाम छन्। उनी बेला बेला सामाजिक सञ्जालमा फोटा भने सार्वजनिक गरिरहन्छन्, भावुक भएर, त्यो पनि भावुक भएर। पण्डितका दिनहरू अहिले घर परिवार र श्रीमतीको सेवामा बितिरहेका छन्। श्रीमती बिमलालाई बिमला करिब 2 वर्षदेखि बिरामी छन्। उनलाई मायासाइटिस भन्ने रोग लागेको छ। यसले मांसपेशीलाई कमजोर बनाउँछ। मासु फुटाइदिने, नसालाई कमजोर बनाइदिने, च्यापेको बेलामा भर्खर जन्मेको बच्चा जस्तै लल्याप लुलुक हुने समस्या देखिन्छ। रोगले बढी च्यापेका बेला अस्पताल पुर्याउने र अरू समयमा घरलाई नै अस्पतालको रूपमा प्रयोग गर्नुपर्छ बानी परिसकेको छ। अहिले अस्पतालबाट उनले सामाजिक सञ्जालमा लेख्छन्, जीवन सङ्घर्ष हो प्रिय, अहिले हामी पीडामा छौँ, तर सधैँ यस्तै रहने छैन, चाँडै सबै ठिक होस् भन्ने कामना छ। सबै शुभेच्छुकप्रति हामी कृतज्ञ छौँ।